प्रश्न रहेको छ, मेरो उमेर 32 भयो, मलाई बार हाच्यु आउँछ र मेरो नाक पनि बन्द हुन्छ। पछिल्लो 3 वर्षदेखि मलाई यो समस्या आइरहेको छ र यसको उपचार के होला भन्नुभएको छ। उहाँ 32 वर्षको हुनुहुँदो रहेछ र उहाँको यो हाच्यु आउने समस्या 3 वर्षदेखि भइरहेको छ भने त यो क्रोनिकमा गइसकेको छ। अब यो एलर्जीले गर्दाखेरि नै हाच्यु आउने हुन्छ, तर यो लामो समयदेखि भइरहेको हुनाले यसमा क्रोनिक राइनोसाइनोसाइटिस हुने चान्सेस धेरै भयो र यसको लागि के गर्नुपर्छ भन्दाखेरि ENT स्पेशलिस्टकोमा तुरन्त नै परामर्श लिन जरुरी छ। यसको उपचारको लागि विभिन्न इन्भेस्टिगेसनहरू गरिन्छ, जसमा एउटा एन्डोस्कोपी, नाकको एन्डोस्कोपीको साथसाथै सिटी स्क्यानहरू गरिन्छ। सिटी स्क्यान गरेर कुन यो सिटी स्क्यानमा पनि नाकमा मासु पलाएको छ कि नाकको साइनसेसमा मासु पलाएको छ, त्यो कुराको जानकारी पाएर त्यही अनुसारको उपचार, मेडिकल अथवा सर्जिकल उपचार हुन्छ।